आज हामी थुम्के फुलबत्ती सजिलो तरिकाले घरमै बनाउन लागेछौँ साथीहरू। अब यसको लागि कपास लिने, कपासलाई चाहिँ फिजाउने, लामो लामो पारेर फिजाउने, अनि त्यसपछि सिन्का लिने। सिन्का चाहिँ धुपको भए पनि हुन्छ, जुन पनि घुमाउन मिल्ने गरी लिए पनि हुन्छ। अनि मैले लिएँ, अनि त्यसपछि त्यसलाई बटार्ने, पहिला टुप्पाको भाग बटार्ने तिनटै औँलाले, अनि बटारिसकेपछि त्यो टुप्पाको भाग कडा हुने गरी बटारिसकेपछि अनि ठ्याक्क त्यो माझी औँलामा सिधा पार्ने के माथि औँलामा सिधा पारेर अनि तिनटै औँलाले घुमाउने बटार्ने, कडा हुइन्जेलसम्म बटार्ने बेसरी। अनि बटारेको भाग सिन्का निकाल्न गाह्रो हुन्छ नि त बटारिसकेपछि। अनि त्यसलाई फेरि त्यो सिन्का निकाल्न गाह्रो भएपछि उल्टो पारेर घुमाउने कि ठ्याक्क उल्टो पारेर घुमाएर अनि सर्लक्क निकाल्ने, माथि निस्किन्छ पनि। अनि यो अब टुप्पा कडा हुन्छ, यसमा दुध पनि हाल्नु परेन, पानी पनि हाल्नु, केही हाल्नु परेन, त्यतिकै टुप्पा काल्नु कडा हुन्छ। कस्तो राम्रो फुलबत्ती बनिहाल्यो साथीहरू। यस्तो सजिलो घरमा बनाउन सकिन्छ, सस्तो पनि पर्छ हामीलाई। बाहिरबाट किन्दा अलिक महँगै पर्छ, कपास ल्याएर घरैमा बनाउन सकिन्छ, आफूलाई साइज पनि ठुलो सानो बनाउन सकिन्छ। हेर्नुहोस् न कस्तो राम्रो बत्ती बन्यो साथी।